तपाईँहरूले अहिले तपाईँको सरकारले राज्यको ढुकुटी चाहिँ सहकारी पीडितलाई चाहिँ बाँड्दैछ के यो गलत भयो जस्तो लाग्दैन तपाईँहरूलाई? सहकारी यो ठगेकाबाट उठाएर पो लिएर बाँड्नुपर्ने होला राज्यको सम्पत्ति। यो पार्टीमा 182 जना सांसद हुनुहुन्छ, तर पार्टीको तर्फबाट सम्माननीय प्रधानमन्त्री पनि हुन्छ, पार्टीको तर्फबाट सम्माननीय सभामुख जो अहिले साधारण सदस्य पनि हुनुहुन्न, र यो 182 को नेतृत्व गर्ने सर्वोदय पार्टी सभापति पनि हुनुहुन्छ। मलाई संसद र आजको जुन विषयमा मैले बोल्नुपर्ने मैले बोलेँ र मेरो औकातभन्दा माथि जसले तपाईँलाई उत्तरै दिँदैन यो छिर्के हाल्ने काम छैन। तपाईँ एउटा जनता पनि हो के? तपाईँको पनि करबाट जम्मा भएको रकम अहिले सरकारले बाँड्दैछ क्या सहकारी पीडितलाई, जबकि ठगबाट असुलेर बाँड्नु पर्थ्यो। तपाईँ एउटा सचेत नागरिककै हिसाबले भनिदिनुहोस् न, तपाईँ छोडिदिनुहोस् राजसभाको केही पनि होइन, एउटा सचेत नागरिक के भन्न चाहनुहुन्छ? तपाईँको रकम सहकारी पीडितलाई बाँडिँदैछ। श्रेष्ठजीसँग समय मिलाएर आधा घन्टाको प्रोग्राम गर्नु।